हेलो नमस्ते एभ्रिवान सबैजनालाई शुभ बिहानी। आज बिहान बिहानै हामी चाहिँ के भन्छ ओतारुतिर घुम्न जान लाग्यो र कसरी जान्छु अनि को जान्छौँ भनेर हामी सबैजना बिदा लिएर जान लागेको छौँ। अहिले चाहिँ हामी रेडी भएर यहाँ ट्याक्सी कुर्दैछौँ होइन। ट्याक्सी आएपछि ट्याक्सीमा चढेर अनि उता इन्डोनेसियाको साथीलाई लिएर जेआर कोतोनीबाट हिँड्छ नि, जेआर कोतोनी हुँदै जान्छौँ है त। ल हामी चाहिँ अब ट्याक्सी भएको ठाउँमा जाँदैछौँ है। अब ट्याक्सीलाई बोलाएको त आफ्नै लोकेसनमा हो, तर ट्याक्सी चाहिँ लोकेसनभन्दा बाहिर आएर बसे जस्तो लागिरहेको, त्यही भएर त्यतिर जाँदैछौँ है। र ट्याक्सी चाहिँ हाम्रो आइसक्यो है, ट्याक्सी आइसक्यो। अब हामी ट्याक्सीको उसमा चढ्छौँ। ल है त अब हामी ट्याक्सी पनि चढिसक्यौँ र केटाहरू यहाँ छ दुईजना। अब इन्डोनेसियाको साथीलाई लिन जाँदैछौँ, त्यसपछि हाम्रो गन्तव्यतिर लागिन्छ है त। इन्डोनेसियाको साथी पनि आइसकेको छ। इन्डोनेसियाको साथी पनि आइसकेको छ। ओहायो ल है त जेआर कोतोनी एकि अगाडि आइसक्यो र हाम्रो बिल चाहिँ आएको छ 2600 रुपियाँ। पैसा पनि बाहिर दिइसक्यो, यता भन्दै नभए पनि दिइसक्यो। स्पोन्सरमै स्पोन्सर। ल है त हामी चाहिँ जेआर कोतोनी स्टेसन आइसक्यो है त। ल साथीबाट पाइसक्यो मोमो, अब खाइन्छ अनि जाने है त। हामी चाहिँ अहिले जेआर कोतोनी स्टेसनको अगाडि आइसकेको छौँ र 6 बजेबाट चाहिँ चल्दो रहेछ। अहिले चाहिँ यहाँ मिठाई खाएर अब इन्डोनेसियाको साथीबाट पाएको मिठाई खाएर बसिरहेको छौँ। अनि केटाहरू एक्साइटेड छ आज घुम्नको लागि होइन। के छ हौ भ्लग स्थिति बेहाल छ। कुछ बोला नि त मेरो भ्लगमा के हो। अब यस्तै हो, अब हामी चाहिँ खतरा ठाउँ समुद्रको छेउ होइन। रेल कुद्छ, त्यसमाथि खतरा भ्यूहरू हेर्नु होला, बवाल ठाउँ छ त्यो चाहिँ। है त गाइस, पनि राम्रो राम्रो ठाउँहरू देखाउने हो। त्यति हो बाइक लागि यति हो। ल है त अहिले चाहिँ हामी अब कुर्दैछौँ के अरे। अब कति बेला आउँछ आइसकेपछि देखाउँछ है त। ल है त केटाहरू चाहिँ यहाँ खाजा खाँदैछ है। खाजा चाहिँ फेरि बवाल छ नि हाम्रो यहाँ। यो चाहिँ अब सुरु हुँदैछ है त। ल यो त हामी चाहिँ यहाँ केटाहरू खाँदैछ। बिहानै अब बिहानै उठेर हिँडे हो नि त 4 बजी नै, त्यही भएर सुरु हुँदैछ। ओपनिङ हुँदैछ है। अब त झिक्नी खाने मतलब काम यस्तो छ है। हेरी खाने बुढाखेरि कडा। ल है त सुरु भयो। उता माथि देखाउ र उताको यता देखाउको टिकट काट्दैछु है त। बन्द भयो त्यहाँ। や切符の取り忘れにご注意ください。領収書をご希望のお客様は領収書ボタンを押してください。またはカードをお受け取りください。 आफ्नो चाहिँ किट आइसक्यो है। ल अर्कै लेखेँ त्यहाँ दिएर। ल आइसक्यो है। ओतारुको चाहिँ 6:34मा रहेछ। खाजासभा खाएर अहिले चाहिँ हामी यहाँ हिँड्दैछौँ, साथीहरू त्यहीँ छ है त। भइसक्यो र म पनि अब जान्छु।
कहाँ छिरायो निस्क्यो सबै जाने गएर जान्छ है त। ल हामी चाहिँ अहिले यहाँ ट्रेन कुद्दै बसिरहेछौँ। ट्रेन चाहिँ हाम्रो 6:34 को हो। अहिले कति बज्यो? 6:12 आन्ची देशका 6:15 भयो। ट्रेन आउँदैछ। ल ट्रेन आएर कस्तो आवाज आउँछ सुन्नु होला है त। ट्रेन आइसकेको छ है गाइस। ट्रेन चाहिँ एकदम मान्छे भिड रहेछ। उच्चुदेन्सेमा जाँदैछौँ। ल है त हामी चाहिँ ल है त हामी चाहिँ अब मनोरम हेर्दै टक्क उता तपाईँतिर लाग्दैछौँ होइन। माइकको आवाज कस्तो आउँछ थाहा छैन। बनाउनु चाहिँ बनाइरहेको भिडियो। ल है त बाबा आयो है आयो। यो यही हो त अब दृश्य अर्कै देखिहाल्यो है त। फाइनली उता यो चाहिँ छोटो मिठो सानो ट्रेन रहेछ। डिजेलबाट चल्ने रहेछ होइन। ल हामी चाहिँ अहिले ओतारू स्टेसन झरेर मुत्न आएको थियो। मुत्सो तानियो। ओतारू स्टेसनमा छौँ। यता अगाडितिर छ ट्रेनहरू। यहाँबाट तल गेटमा झर्ने। यहाँबाट निस्किसकेपछि हामी जाने गन्तव्यतिर जान्छौँ है त। यहाँ चाहिँ कार्ड चाहिँ यसरी यहाँ हाल्ने अनि निस्किसकेपछि केटाहरू चाहिँ कहाँ छ म हेर्छु होइन। कहाँ बसेर पर्खिरहेछ। उता बाहिर रहेछ केटाहरू म देखिसकेँ। र यहाँ हामी चाहिँ फाइनली बाहिर निस्किसकेको छौँ। केवा दो देश का उरेसी देश का嬉しいです。どこから来ました？インドネシアから来た。インドネシアじゃなくて今ね札幌のどこで来ました？なんかね福井4丁目ね。はいから来た。こんな感じの日本語になったら皆さんぜひ日本に来てください。何のこと？わからない。यस्तो ठाउँ पनि रहेछ होइन। देख्न सक्नुहुन्छ पछाडि। केटाहरू चाहिँ त्यहाँ फोटो सेसन गर्दैछ 2 जना। देखाउँछु है त। अगाडि फोटो हान्दैछ। एकजना साथी चाहिँ के भन्छ बसमा चढेर गयो अनि हामी चाहिँ हिँड्दै जाँदैछौँ। माइक चाहिँ बिग्रियो है गाइस। अघि चार्ज पनि भ्याइयो। चार्जमा राखेछ। तर हामी चाहिँ ठ्याक्क ओतारुको यो टक्क पानी भएको ठाउँमा आइयो। हेर्दैछौँ है। राम्रो रहेछ। नहर हो यो नेपालीमा नहर। उसमा चाहिँ के भन्छ थाहा भएन। राम्रो रहेछ है। राम्रो रहेछ गाइस। राम्रो रहेछ। अनि आज चाहिँ मान्छेहरू एकदम धेरै छ। जाँदैछन् मान्छेहरू है। ढुङ्गा रहेछ। ढुङ्गामा चढ्न मिल्ने भए चाहिँ चढ्न पायो भने चाहिँ चढेको नि देखाउँछु है त। है त यस्तो रहेछ है ठाउँ चाहिँ। यस्तो बवालै रहेछ ठाउँ चाहिँ है। केटाहरू हेर्दै रमाइलो गर्दैछन्। अनि हामी चाहिँ अगाडि जान्छौँ। यस्तो रहेछ ठाउँ चाहिँ। माथि जङ्गल अलिअलि घरहरू अनि यहाँ यो चाहिँ समुद्रको पानी होला।
राम्रो रहेछ है ठाउँ चाहिँ मिठो मिठो कस्तो छ है अगाडि चाहिँ सही ठाउँ चाहिँ केटो पिसाब फेर्ने लाइनमा छ केटोलाई भेट्न जाँदैछु है त तारा भाइ के छ हालखबर ठिक छ नि होइन केटो चाहिँ अब जापानिजहरूसँग प्रतिस्पर्धा हान्दैछ होइन कति मिटर गर्यो तिम्रो दौड 10 किलोमिटरको दौड हान्दैछ केटोले ल है त होक्की जस्तो है ल है मुतेर आऊ है त एकछ्याल ल है म चाहिँ पर्खिरहन्छु ल है त ल गुड लक मान्छे देख्न सक्नुहुन्छ है सबैजनाले यति धेरै छ नि मान्छे अनि उतातिर छ उमी हामी चाहिँ यहाँ साथीलाई कुर्दैछौँ दौ देश का कोयु खान्जी कोन्देरु हितो मिते यी देश का है मान्छे धेरै छ ल है त ल है अब चाहिँ हुँदैछ यसो उफ्र्याउनु यहाँ जमसम पान चल्दैछ है फोटो सेसन चल्दैछ यहाँ है मिठो हुँदैछ है हुँदैछ है ल है त यो त क्रुजै हो क्या यहाँ आइयो है त बवाल 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 त अगाडि नि रहेछ के हो बिग्रेर राखेको जस्तो छ ल है त माहौल चाहिँ आजको यस्तो छ मान्छे त कति हो कति आज है औडै धेरै मान्छे छ है बसिरह ल है त गाइज अब चाहिँ 5000 को दौड हुँदैछ यहाँ केटाकेटी हो यो सेउगाक्कोको केटाकेटीहरू दौडिँदैछ है अब चाहिँ उतापट्टिखेरि के को हो त 5 किलोमिटर अगाडि पिकाचु पनि हिँड्दैछ है 5000 को दौड सुरु हुन लागिसकेछ है 1 मिनेट पछि दौडिन्छ मान्छे टन्नै छ है मान्छे टन्नै छ दौडिसकेछ है किरा चाहिँ दौडे है किरा चाहिँ यो चाहिँ 5000 को हाम्रो भाइ चाहिँ 10000 को हो तर हामीले देख्न पाएन दौडियो कि दौडिएन थाहै भएन है हामी चाहिँ यहाँ फिनिस लाइनमा कुर्दै बसिरहौँ है फिनिस लाइनमा कुर्दै बसिरहौँ अब त कति भयो टाइमहरु त 20 मिनेट स्टार्ट भएको लगभग 24 मिनेट जति भएछ अब फर्स्ट हुने चाहिँ आउँछ होला सायद यहाँ चाहिँ है त यता चाहिँ पिकाचु छ है पिकाचु हाम्रो यता चाहिँ आउँदैछ है अबको 1 मिनेट भित्रमा आउँछ फर्स्ट हुने मान्छे ल है सेकेन्ड चाहिँ आए आउँदैन त यहाँ
कोन यार ताराच्यान दौडिरहेछ है केटो केटो दौडेर आयो मेरो एक्सपेक्टेसन चाहिँ भाइले फर्स्टमा आउँछ कि जस्तो मानेको थिएँ लास्ट कहाँ अब जाउँ न त्यहाँ अब प्रमाणपत्र लिन केटोले जे होस् 10 किलोमिटर दौडेर आइसक्यो है कति थाक्यो होला भन्ने कुरा थाहा पनि छैन होइन ज थाकेर आएको छ ल है त के भन्छ अब भाइ चाहिँ होइन के अरे दौडेर आइसकेको छ ल समाउँदै हो म अर्को माइक पनि झिक्छु ल केही कुरा बोल्दै गर नि त कस्तो भयो अनुभव ल है त ल ठिकै छ यार त्यो समुद्रको छेउ क्यानलको छेउ है पुरै दौडेर आएको गर्मी पुरै गर्मी भएर हाम्रो गर्मी भएर पो जब हो यस्तै छ समुद्रमा आज जापानमा आएर होइन टक्क 10 किलोमिटर चाहिँ दौडियो रेस भयो खत्रै भयो एक्लै बोलिरहने हो कि हामी पनि बोल्न पाउने हो बोल्न पाउने हो हाम्रो क्यामेराम्यानमा चाहिँ हुनुहुन्छ इन्डोनेसियाको साथी हिरो देख्ने Watashi tachi no cameraman Douga toru wa Indonesia no Indonesia no hito desu ka? So desu. Tami-san त्यहाँ समय देऊ त उलाई नि बोलाउनु भयो आदित्य छाने ताउ आदित्य-sanこっち来て今ね動画撮るから二人は話って日本語で何の話しますか何でもいいよ今日の話を今日はどこ旅行に上空なんかさっきの走るは何キロですか？さっきの走りは10キロ。10キロ。そう。10キロはね、何分ぐらいかかった？ 10キロは45分ぐらいかかった。うわ、すげえ。これはちょっとそんなに速くはないですかけど。できそう。本当ですか？来年はぜひ参加してね。はい。みんなね。みんな来年はみんなでね15に参加しましょう。はい。疲れたですか？疲れたあんまり疲れてないですか？足は疲れたけど、なんかね今日の走る前はね準備しましたか？走る前はあまり準備しなかったね。楽しみでもできたね。でも今日できた。そうちょっと楽しみにするためだけね。私は日本語全然できないからネパール語でいいですか？いいですよ。ल रमाइलो भयो आज तर दौडिने टाइम कति बज्यो भन्ने मलाई थाहा थिएन तिमी चाहिँ गएर दौडिएछौ अर्को पालि चाहिँ हैन टक्क ट्रेनिङ गरेर आएर खतरा तरिकाले दौडेर खतरै लानुपर्छ प्रोफेसनल एथलेटिक तरिकाले दौडिनु पर्छ अर्को वर्ष हैन फर्स्ट टाइम अब धेरै कुराहरु पनि थाहा थिएन कता गरेर भयो सिकियो अब अर्को पालिदेखि चाहिँ टक्क कता के गर्ने हो बुझेर आएर टक्क ट्रेनिङ गरेर तर मिठो छ यहाँको मौसम चाहिँ मौसम मिठो छ गर्मीमा सबैजना ओतारुतिर आउनु होला नेपालीहरूले पनि मेरो भिडियो हेर्नुहुन्छ भने हो हेर्नुहुन्छ हैन त मिठो छैन त शीतल हो नि खतरा छ समुद्रको छेउमा टक्क झन् पोखरा बस्नेहरूलाई है पोखरेली भाइब्स आउँछ चट्टै त आएर टक्क ताल समुद्र छेउमा बस्ने गर्ने झिलिमिली भन्थे के अरे एउटा गीत लाउरेको के कुन गीत हो त्यही अस्ति भर्खर मेयरलाई हानेको थियो नि खोइ के हो बिर्सेन के हो बिर्स्यो है ठिकै छ प्रमोसन गर्नै पर्दैन हैन त्यही हो हैन टक्क यतातिर चाहिँ टुरिस्टहरू पनि टन्नै आएर हुन्छ बोटहरू चढ्नुलाई यताउता गर्नुलाई ठुल्ठुलो सिपहरू पनि चढ्नु पाउनु चाहिँ ल है त यति भन्दै अब एकछिनपछि फेरि हामी उता क्यानलतिर गएर बोट चढ्ने हो बोट चढ्ने हो बोटको पैसा चाहिँ सस्तो रहेछ भने हामी सबै 4 जना चढ्ने भनेको छौँ सस्तो त हैन धेरै महँगै छ अब पनि ठिकै छ अब आज आएको दिनमा यसो घुमेर जाने भनेर ल है त यति भन्दै भिडियोलाई यतितिर रोक्दै फेरि अर्को भिडियोमा भेटौँला है त
ओके देश ल ल ठिक छ आदिसा ओनेगाई हुने चढ्दैछ है केटाहरू यता हामी पनि दुईजना चट्ट पारामा फुने चढ्दैछौँ है कति मिनट रह्यो यो 40 मिनट 40 मिनटको 40 मिनट चाहिँ अब समुद्रको वरिपरि घुम्नुコロナ以下 91.2km 全線が開通いたしました。 मजा आइरह्यो है मजा 当時8両の蒸気機関車が購入されまして、そのうちの一つである静岡号は現在ケニアにございます総合博物館にて展示されております。またケニアから小樽の中心部ではこの旧ケニア線の線路跡も見ることができます。 बाहिरको मजा आइरह्यो बाहिर त दृश्य खतरा छ है बवाल यो भन्दा रमाइलो यार यो भन्दा मजा यो भन्दा मजा कडा मजा है मजा बवाल मजा आयो बवाल आदिसान लाइफ ज्याकेट है गाइस यस्तो बवाल मजा आउँदो रहेछ यार हेर्नु बवाल मजा आयो बवाल मजा आयो बवाल यो हो नि त मजा भनेको होइन बवाल मजा आइरह है बवाल मजा आइरह खै त आउँदैन त यार एउटा आएकै छैन त खस्यो यार खस्यो के आइज 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 खा है आइज है मजा आइरह मजा कस्तो फिल भयो बबाल यार त अचम्म यार हो त अनि कस्तो हुने बबाल मजा आइरह है खस्यो भने त गइयो त अनि बवाल मजा आएर है पछाडि उमीमा है आज खास हामी आएको नै त्यही उमी घुम्न भनेर आएको होइन मजा आइरह मजा आइरह है अलिअलि डर अलिअलि मजा फिल त बवाल भयो बवाल मस्त है उमीमा ठिक छ नि होइन आउनु भयो तिमी नि यता मजा आइरह नि दृश्य हेर्न मजा आइरह मजा मजा 本日は小樽海上観光船青葉にご乗船いただき誠にありがとうございました。